स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हामी सबैले सुनेका छौँ, कर्म अनि त्यसको फल। हो, कर्म निकै गहिरो विषय छ यो। अनि यसलाई अझ गहिरिएर बुझ्न हामी आज एउटा निकै शक्तिशाली कथाको मद्दत लिँदैछौँ। त्यो कथा सुनेको छु, निकै मार्मिक छ। हो नि, हाम्रो उद्देश्य चाहिँ यो कथाभित्र लुकेका कर्म, त्यसको प्रतिफल अनि जीवन मृत्युको चक्र बारेका सन्देशहरूलाई अलिक खोतल्नु हो। ल सुरु गरौँ है त। हुन्छ। यो कथाले कर्मको त्यो परम्परागत धारणालाई एकदमै प्रत्यक्ष देखाउँछ। मतलब हरेक कामको असर हुन्छ र त्यो असर कहिलेकाहीँ हामीले नसोचेको तरिकाले फर्किन्छ, जीवनमा मात्र हैन, सायद जीवन पछि पनि। कथा सुरु हुन्छ एकजना किसानबाट। उनको एउटा छोरा जन्मन्छ, तर खै जीवनमा सधैँ सुख मात्र कहाँ हुन्छ र? त्यही त, कथा अनुसार छोरा 5 वर्षको हुँदा किसानकी श्रीमती बित्छिन्। पहिलो चोट पर्यो त्यहाँ। हो, अनि यस्तो बेलामा आफन्तहरूले, समाजले बच्चाको लागि भनेर दोस्रो बिहे गर्न सुझाउँछन् नि। त्यो त चलनै हो, बच्चाको हेरचाह गर्ने कोही त चाहियो, अनि किसानले सल्लाह मानेर दोस्रो बिहे गर्छन्। दोस्रो श्रीमतीबाट पनि फेरि अर्को छोरा जन्मिन्छ, तर हेर्नुस् न भाग्य, केही समयपछि दोस्रो श्रीमतीको पनि निधन हुन्छ। ओहो, यो त झन् ठुलो वज्रपात भयो नि किसानलाई। एक्लै दुई जना छोराहरू हुर्काउनु पर्यो। हो, तर कथाले भन्छ उनले दुवै छोरालाई आफ्नो र सौतेनी आमाको छोरालाई भेदभाव नगरी हुर्काए। त्यो उनको राम्रो पक्ष भयो, तर कथाको पछिल्लो भागमा यो कुराले अर्कै मोड लिन्छ। समय बित्दै गयो, छोराहरू हुर्किए, किसानले जेठो छोराको बिहे गरिदिए। तर बिहेको केही समयमै किसानको पनि मृत्यु हुन्छ। अब घरमा जेठो छोरा, बुहारी अनि कान्छो भाइ मात्र बाँकी रहे। हो, अनि यहीँबाट कथाको असली मोड सुरु हुन्छ। जबसम्म घरमुली थिए, एउटा डर, एउटा सम्मान थियो होला, तर उनको मृत्युपछि त्यो मानवीय कमजोरीहरू, मतलब लोभ, स्वार्थ, त्यो देखिन थाल्छ। कसरी दाजु भाउजूले कान्छो भाइलाई हेर्ने नजर बदल्छन्। एकदम, उनीहरूले उसलाई सौतेनी आमाको छोरा भनेर पर सार्न थाल्छन्। आफ्नो रगत परेन नि त। अनि मुख्य कुरा आउँछ सम्पत्तिको। सम्पत्ति, कथामा भने जस्तै प्रपर्टीको आधा हिस्सा यसलाई दिनुपर्छ भन्ने चिन्ताले सताउन थाल्छ। हो, त्यही सोच्ने उनीहरूको गलत बाटोको सुरुवात बन्छ। भाइ अब परिवारको सदस्य भन्दा बढी सम्पत्तिको भागीदार देखिन थाल्छ। त्यो सोचले त व्यवहार नै बिगार्छ होला नि। बिगार्यो नि, सुरुमा व्यवस्था होला, तर बिस्तारै त्यो सक्रिय घृणामा बदलिन्छ। जुन भाइलाई बाबुले बराबर माया दिए, उही भाइ अब बोझ लाग्न थाल्यो। अनि त्यसपछि कथा झन् अध्यारो हुँदै जान्छ है। कान्छो भाइ बिरामी पर्छ। हो, सुरुमा त अलिअलि उपचार गरे जस्तो गर्छन्, वैद्य बोलाउने, अलि खर्च गर्ने, सायद लोकलाजले होला। देखाउटी मात्रै हुन सक्छ, किनभने जब भाइ छिट्टै निको हुँदैन, खर्च बढ्दै जान्छ, तब उनीहरूको असली रूप देखिन्छ। उनीहरूलाई लाग्न थाल्छ यो बिरामीमा खर्च गर्नु भन्दा त यसलाई ढिगाउनु नै बेस। कस्तो डरलाग्दो सोचाइ हो नि। अनि उनीहरूले वैद्यसँगै मिलेर एउटा भयानक षड्यन्त्र रच्छन्। वैद्यसँगै मिलेर? ओहो। हो, वैद्यलाई पनि सायद पैसाको लोभ देखाए होलान्, वा उनी पनि त्यस्तै खालकी थिइन् होला। अनि उनीहरूले भाइलाई औषधिको नाममा थोरै थोरै गरी विष दिन थाल्छन्। बिस्तारै विष दिएर मार्ने, यो त झन् क्रूर भयो नि। एकदम योजनाबद्ध हत्या। अनि केही दिनमै बिजरा कान्छो भाइको मृत्यु हुन्छ। अनि दाजु भाउजू उनीहरूलाई केही पछुतो हुँदैन? कथा अनुसार त उनीहरू भित्रभित्रै खुसी हुन्छन्। बाटो सफा भयो, सम्पत्ति बच्यो भन्ने लाग्छ उनीहरूलाई। तत्कालको फाइदा मात्र हेर्छन्, तर उनीहरूले थाहा पाउँदैनन् कि उनीहरूले एउटा खतरनाक कर्मको चक्र सुरु गरिसके। हो, कर्मको फल तुरुन्तै कहाँ देखिन्छ र? समय बित्छ, उनीहरूको जीवन सामान्य देखिन्छ होला बाहिरबाट त। उनीहरूको पनि छोरा जन्मन्छ, हुर्कन्छ, उसको पनि बिहे हुन्छ, हेर्दा त सबै ठिकठाक जस्तो लाग्छ। तर त्यो शान्ति लामो टिक्दैन हैन त? टिक्दैन। त्यो कर्मको बिउ उम्रिने बेला आउँछ। इतिहास दोहोरिन्छ, तर अझ पीडादायी तरिकाले। कसरी? के हुन्छ उनीहरूको छोरालाई? पहिला त भक्कर बिहे गरेकी बुहारीको अचानक हृदयघातले मृत्यु हुन्छ। त्यो त ठुलो धक्का भयो होला। हो,
तर त्यो सुरुवात मात्रै थियो। श्रीमती गुमाएको शोकमा छोरा बिस्तारै बिरामी पर्न थाल्छ, गल्दै जान्छ, ओछ्यान पर्छ। पहिलेको कान्छो भाइ जस्तै। ठ्याक्कै कथाले त्यही समानता देखाउँछ। तर फरक के छ भने पहिले उनीहरूले अर्काको छोरा भाइको उपचारमा खर्च गर्न आनाकानी गरेका थिए, अब आफ्नै छोरा। अब त जसरी नै बचाउन खोज्छन् होला नि। हो नि, उनीहरू डेस्परेट हुन्छन्, छोरालाई बचाउन आफ्नो सबै सम्पत्ति खर्च गर्छन्। सबै सम्पत्ति? त्यो भाइलाई मारेर बचाएको सम्पत्ति? हो, कथाले त्यही भन्छ। जुन सम्पत्तिको लागि पाप गरेका थिए त्यही सम्पत्ति अब पानी जस्तै बगाउँछन्। तर छोरालाई केही निको हुँदैन। अस्तो व्यङ्ग्य। जुन धनको लागि हत्या गरे त्यही धनले आफ्नै छोरालाई बचाउन सकेन। यही त कर्मको हिसाब भनेको होला कथाले। भौतिक सम्पत्तिको लागि मानवता बेचे, तर त्यही सम्पत्ति उनीहरूको पीडाको कारण बन्यो। त्यो पनि बेकममा साबित भयो, उनीहरू लाचार भए। अनि कथाको क्लाइम्याक्स कसरी आउँछ, त्यो रहस्य कसरी खुल्छ? एक दिन मृत्युको मुखमा पुगेको छोराले आफ्नो बुवालाई बोलाउँछ, अनि उसले जे भन्छ त्यसले त भुइँचालो नै जान्छ बाबुको मनमा। के भन्छ उसले? उसले बाबुको हात समातेर भन्छ, भैया। भैया? आफ्नो बुवालाई? हो। बाबु छक्क पर्छ, भन्छ, बाबु म तेरो बुवा हुँ, भैया किन भन्छस्? अनि छोराले भन्छ, होइन, तपाईँ मेरो दाजु हो, म तपाईँको त्यही कान्छो भाइ हुँ जसलाई तपाईँहरूले मार्नुभएको थियो। म हिसाब किताब चुक्ता गर्न यही घरमा फेरि जन्मेको हुँ। ओहो, यो त सोच्नै नसकिने कुरा भयो। पुनर्जन्म लिएर आयो बदला लिन। कथाले त्यही भन्छ, कर्मको ऋण तिर्न आत्माले त्यही ठाउँ त्यही सम्बन्धमा जन्म लियो, पीडित नै पीडकको सन्तान बनेर आयो। कस्तो डरलाग्दो कल्पना। अनि त्यो बुहारीको मृत्युको रहस्य नि? बोल्छ छोराले, भन्छ, अनि त्यो जुन मेरी श्रीमती गइन् नि, अचानक उनी अरू कोही होइनन्, उनी त्यही वैद्य हुन् जसले तपाईहरूसँग मिलेर मलाई अघिल्लो जन्ममा विष दिएकी थिइन्। के भन्नु, वैद्य पनि त्यही घरमा बुहारी बनेर आइन्? हो, अपराधमा सामेल सबैजना कर्मको जालमा परे। वैद्य पनि आइन्, तर छोटो समयको लागि। सायद उनको कर्मको हिसाब त्यति नै थियो। अचानक मृत्यु। कस्तो जटिल हिसाब किताब रहेछ कर्मको। एकदम। अनि छोराले अन्तिममा भन्छ, जुन सम्पत्तिका लागि मार्नुभयो त्यो सबै मेरो उपचारमा खर्च भयो, हिसाब बराबर। हिसाब बराबर। अनि थप्छ, अब मेरो जाने बेला भयो भैया, सारा हिसाब किताब भयो, अब खाली कफन र दाउराको हिसाब बाँकी छ। म त जान्छु, तर तपाईहरू चाहिँ पुरै जिन्दगी आफ्नो सन्तान गुमाएको पीडामा तडपिनु होला। कस्तो कठोर सजाय। यो त बदला भन्दा नि भयानक भयो। ओ, कथाले अर्मको फल शारीरिक वा भौतिक मात्र होइन, भावनात्मक पीडा, जीवनभरको पश्चाताप पनि हुन सक्छ भनेर देखाएको छ। छोराको अन्तिम वाक्यले त्यही भन्छ। कथाको सन्देश त स्पष्ट छ, यस दुनियाँमा हिसाब किताब यही जन्ममा भइहाल्छ। साँच्चै यो कथाले गहिरो छाप छोड्छ। अनि अन्त्यमा त्यो सल्लाह पनि छ, ल अफ कर्म याद राख्नुहोस्, कर्म सुधार्नुहोस्, जिन्दगी सुध्रिन्छ। हो, त्यो निचोड भयो। तर यो कथाले कर्मलाई जसरी देखाएको छ त्यो अलिक कठोर र डरलाग्दो पनि छ। हिसाब किताब जस्तो यति पाप उति सजाय, यो कर्मको एउटा व्याख्या भयो। त्यसो भए यो कथाको मुख्य सार के भयो त? छोटकरीमा भन्दा मुख्य कुरा के भने यसले कर्मफलबाट भाग्न सकिन्न भन्ने देखाउँछ। खास गरी जब नराम्रो काम जानी जानी लोभले गरिन्छ। यस्तो कामले दुःखको चक्र बनाउँछ जुन पुनर्जन्म लिएर पनि चल्न सक्छ र अन्त्यमा पीडादायी हिसाब किताब हुन्छ। अनि त्यो व्यङ्ग्य, जुन धनको लागि अपराध गर्यो त्यही धन बेकममा हुनु, त्यो निकै शक्तिशाली छ। हो नि। अनि यस्ता कथाहरूले कर्म जस्तो अलि बुझ्न गाह्रो कुरालाई पनि मानवीय भावनासँग जोडेर सजिलै बुझाउँछन्। जस्तो रोप्छौ त्यस्तै फल्छ भन्ने कुरालाई एकदमै मार्मिक ढङ्गले देखाएको छ। एकदम। तर यो कथाले कर्मलाई जसरी बदला लिने जस्तो, लेनदेन जस्तो देखायो नि, त्यसले केही प्रश्न पनि उठाउँछ। कस्तो प्रश्न? जस्तै के कर्म सधैँ यस्तै बदला लिने खालको मात्र हुन्छ कि यसले केही सिक्ने मौका पनि दिन्छ? यो कथाले नतिजामा बढी जोड दियो, तर हामीले कामको पछाडिको नियत, इन्टेन्सनलाई हेर्यौं भने नि नियतको कुराले त झन् गहिरो बनायो। हो। अनि अर्को कुरा, एकछिनलाई पुनर्जन्मको कुरा छोडेर सोचौं न, कि त्यसो हुँदा कर्मको अर्थ रहँदैन कि हामीले हाम्रा कामको असर यही जीवनमा, हाम्रा सम्बन्धहरूमा, हाम्रो मनको शान्तिमा खोज्ने हो।
कथाले भने जस्तो हिसाब किताब मिलाउनुको अर्थ हाम्रो अहिलेको जीवनमा के होला? मतलब हिसाब किताब बाहिर मात्र हुन्छ कि भित्र मनमा पनि हुन्छ? हो, त्यही। यो कथाले एउटा निकै बलियो, अलि डरलाग्दो जवाफ दिन्छ, तर यसले हामीलाई कर्म, जिम्मेवारी, परिणामबारे अझ फराकिलो तरिकाले सोच्न पनि लगाउँछ। सायद कर्म सुधार्नु भनेको सजायको डरले मात्र होइन, आफ्नो भित्री शान्ति र मानवताको लागि पनि हो कि? यो प्रश्न हामी सबैले आफैलाई सोध्न सक्छौं।